केही माया छ कि छैन? जसरी 9 महिना कोखमा राख्नु भएको थियो, म त भन्छु 9 महिना कोखमा माया गर्नुभन्दा जब बच्चा जन्मिन्छ, जब हिँड्न सिक्छ, ठुलो हुँदै जान्छ, यो कोख भन्दा पनि त्यो बेला माया बढी चाहिन्छ रे। ताली बजाइदिनु होला, मैले जानेको त्यो। किन भन्दाखेरि त्यो बेला बच्चा साथीको लयमा लागेर बिग्रिरहेको हुन्छ रे। यति बेला आउनुहोस्, एउटा जना आमाको कोखमा एउटा बच्चाले बास दिन्छ रे। आमा, त्यो आमाको मन यस्तो हुन्छ रे, बाबाको मनले पनि त्यो नसुन सक्छ रे। त्यही भएर म आमालाई परेको छ। कसको लागि पर्छ होला आमाको हात चिरा चिरा? यिनीहरूको लागि होइन र आमा? कहिल्यै सोच्नु भएको थियो होला र? यतिको बीचमा आएर मेरो छोराले भन्ला, आमा जो शिक्षा मात्रै थियो, यही होइन र तपाईँको सम्पत्ति, यही होइन र तपाईँको साथी, यही होइन र संसार? छोरा, आज आमालाई अङ्कला होला। यति बच्चाले बुझ्यो भने नि हजुर, संसार यसको लागि 4GP हो, यस्तो चाहिएको छ होला लक्ष्मीज्यू, अनि मात्रै अनुभूति गर्छ। खाली बचाउनु यति मान्छेको अगाडि सम्मान होला भनेर कहिले पनि आमा त्यस्तो पनि दिन आउला। आउनुहोस् आमा, माला छैन रहेछ। धन्यवाद छ के छोरा। हेर्नुहोस्, आज रोइरहेछ नाति। यो बच्चालाई मैले हिजै ड्याडी खै सुबास अझै संस्कारी। जानुहोस् आमा, हेर्नुहोस् आमा, नाइदेऊ छोरा, आमालाई पैसा त दिन सकिनँ आमा। मेरो आजदेखि साथी पनि यही हो आमा, संसार पनि यही हो। आज उसले आमाको ममता बुझेको छ। हेर्नुहोस् त, माइ गर्दै छोरा आमालाई भने मेरो आमा कस्तो तालिम रहेछ। हेर्नुहोस् कस्तो तालिम रहेछ। तिमीले दिनुहोस् न, ताली लगाइदिनु होला। यो सबैभन्दा ठुलो अब यसैले पनि बच्चा बन्न सक्छ भनेर विश्वास गर्नुहुन्छ। हेर्नुहोस् हेर्नुहोस् त म्याडम, आज यो बच्चालाई हेर्नुहोस् त, आमाको ममता। आज एउटा आमा यो संसार हाम्रो तपाईँको कहिले हेर्नु आएको छोराले फुल छैन समयको लागि मात्रै हो मेरो आमा। संसारै यही हो आमा तपाईँको। यो बच्चाको केही दोष थियो होला, खुट्टामा ढोक्कर आज जति अप्ठ्यारो भए पनि खुट्टामा ढोक्कर नदिनुहोस् आमा। यो पल बच्चाले दिनुहोस् न आमा, एकचोटि आमालाई माया गरिदिनुहोस् न म्याडम। आज एउटा शिक्षक जन्माएर चाहिँ उहाँले एउटा शिक्षक जन्माउनु भएको रहेछ। मैले दुःख गरेको, आज मलाई त्यो दुःख गरेको पुरस्कार मेरो छोराले दिइरहेछ। यही हो तपाईँको